प्रभु बास दिन सक्नुहुन्न भने यिनीहरूलाई जन्म पनि नदिनुहोस् है भगवान्। यो तीनटा थियो, अब यो एउटा मरिसक्यो, चिसो छ। यता घाममा आएर बस आऊ, नाना सुकाइदिन्छ आमाले। आऊ तीनटा थियो, एउटा बित्यो मऱ्यो। अब कोही छैन, जन्म नदियो, छोटो आइदिनुहोस् प्रभु। यिनीहरूलाई यति छोटो आइदिनुहोस् कि जन्म दिने बित्तिकै मार्नुहोस्। किन एउटा संरक्षण गर्ने एउटा ठाउँ दिन सक्नुहुन्न, किन जन्माउनुहुन्छ होइन? आमा छुटाएर यस्तो बच्चाहरू ल्याएर फ्याँकेको छ, मन्दिरमा फ्याँकेर झोलामा हालेर। तीनटा फ्याँकेको थियो, एउटा त बित्यो, अब दुईटा बाँकी छ। मेरो धर्म भनेको मैले यसरी छाप्रो बनाएर राखिदिएको छु। अब के गरौँ, मसँग क्षमता यति नै हो, अरू केही क्षमता छैन मसँग प्रभु। यही हो मेरो क्षमता। यसरी छाप्रो बनाएर यसरी पानी ओद्लाएर मैले राखिदिएको छु है। एउटा बित्यो, बिरामी नै थियो त्यो बच्चो, बचाउन सकेन। दुईटा छ, बाँचेछ भने मैले स्याहार्छु, खाना दिन्छु। हाम्रो सरकारको ध्यान जाओस्, यो प्राणी हो। प्रत्येक वर्ष बन्ध्याकरण गर्नुहोस् सरकार। यो प्राणीलाई पनि बाँच्नुपर्छ, तपाईँहरू मात्र बाँच्ने होइन, यो जीव पनि, यिनीहरूलाई पनि भोग लाग्छ, यिनीहरूलाई पनि चिसो लाग्छ, यिनीहरूलाई पनि पीडा हुन्छ है। यिनीहरूको लागि कुनै ठाउँमा एउटा सेन्टर खोले, मान्छेहरूलाई पनि ठुलो जग्गा दिनुहोस्, यिनीहरूलाई बास होस्। यसरी सडकमा यस्तो खोलामा यस्तो आएर बस्नु परेको छ यो बच्चाहरू, यस्तो जङ्गलमा। मान्छेको लागि जति नै ठाउँ हुन्छ, तर यो प्राणीको लागि किन हाम्रो सरकारले ठाउँ बनाउनुहुन्न? तपाईँहरूले मात्र खाने, तपाईँहरूको मात्र पेट भर्ने, यो बच्चाहरू चाहिँ मारिदिने, मासु खाने सिस्टम बनाउँछु गोरुको र यो कुकुरको चाहिँ। तपाईँहरू एकदम राम्रो हुनुहुन्छ, मासु खानुहोस्। मासु खाएपछि अनि धेरै जनसङ्ख्या नि हुँदैन, तपाईँहरूलाई पनि भार पर्दैन, हामीलाई पनि पीडा हुँदैन। हामीलाई पीडा लाग्छ, देख्न सक्दैनौँ। अब यो देख्न नसक्ने, यिनीहरूको पीडा देख्न नसक्ने परेको छौँ है, म परेको छु है। यो खोलामा फ्याँकेको यो यस्तै बच्चा ल्याएर फ्याँकेको थियो। अब घरमा राखेँ, अब यिनीहरूलाई ठाउँ छैन, मैले कहाँ राखौँ प्रभु? ठाउँै छैन, मैले कहाँ राखौँ? ल यो 4-5वटा 6वटा त घरमा अलरेडी छन् है। ल ल प्रभु जन्म नदिनुहोस् है यिनीहरूलाई।